हेलो एभ्रिवान, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। सो गाइज, आज फेरि हामी सरर आकाशमा उडी उडी कतातिर लाग्यो त नि भन्नुहुन्छ भने हामी चाहिँ बनबाटिका घुम्न जान लागेको। सो गाइज, फाइनल्ली हामी चाहिँ बनबाटिका आइसकेको छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। सो यो चाहिँ बाहिरको भ्यू, हामी फ्यामिलीहरू यता छौँ। अब हामी चाहिँ भित्र इन्ट्री गर्न जाँदैछु। म चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो रमाइलो इन्ट्रेस्टिङ ठाउँ रहेछ साथीहरू। मैले चाहिँ यता सरर भ्यूहरू मात्रै देखाएको हुन्छु। मेरो भिडियो अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु। सो गाइज, अब के गर्नु, आफू पनि बच्चाको जस्तो मन, बच्चाहरू सँगसँगै पिङहरू खेलियो, यतातिर घुमियो। अब घाम पनि थियो, बच्चाहरू पनि थाक्नु भएको थियो नि त। अनि त्यही भएर अब नास्ता खान लागिरहेको छौँ। हाम्रो चाहिँ हल्का ड्राई पिकनिक जस्तो पनि भएको थियो। यति इन्ट्रेस्टिङ भएको थियो नि। यो बनबाटिका चाहिँ एकदम रमाइलो रहेछ कि। अनि हजुरहरू पनि भिजिट गर्न आउनु होला भन्न चाहन्छु। सो गाइज, हामीले चाहिँ नास्ता गरिसकेको छौँ। मेरो भेनाजु हुनुहुन्छ है, लाउरे भेनाजु। अब हामी खाजा खाइसकेपछि फेरि अझै घुम्न त बाँकी नै छ साथीहरू। यतातिर म्युजियमतिर त जान बाँकी नै छ नि त। यस्तो रमाइलो ठाउँहरू रहेछ। यति धेरैजना हुनुहुन्थ्यो नि, सबैजना बसेर यति रमाइलो गरिराख्नु भएको छ। अब मैले चाहिँ अरू भिडियो चाहिँ मेरो नेक्स्ट पार्टमा हुन्छ। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला है त। बाई बाई।